सहर आए मलाई बन्देज गरियो। जब म पहिलो पटक महिनावारी भए मलाई एउटा बन्द कोठामा लगेर थुनिदिए र मैले मेरो बुवा र मेरो दाइलाई हेर्न पाउने थिएन। त्यो बेला मैले मेरो दाइले धेरै सम्झेको थिएँ र मेरो आमा मार्फत दाइले मलाई मैले दाइलाई चिठी पठाएका थिएँ। जब म पहिलो पटक महिनावारी भए त्यति बेला मैले सबैसँग यो कुरा लुकाएकी थिएँ। एक दिन मेरो आमाले म महिनावारी भएको कुरा थाहा पाउनु भयो अनि मलाई सजाय दिनुभयो। मेरो छोरीलाई यस्तो बेला पानीपुरी खान अमिलोतिर खान मन लाग्यो ल हैन त नक्ला अरे दिदी पानीपुरी यहाँ छ नि कसरी प्लेटमा दाम पछि मिलाउँदा के मेरो छोरीले अमिलो पिरियड पाक्छ अरे खाएर एक ला खाइन्छ नो 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 के देउनु परेको यहाँ आउ त तिमीहरु सबैजना यो 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 राघव साथी छोरी हैन हो हो यो हिजो पर सरेकी हैन आमा म पर सरेको मान्छे पहिलो पालो त्यही पनि ह घरमा लगेर छिमेकीको घरमा लगेर राख्नु पर्ने काम बजार 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 डुलाउँदै हिँड्यो ल नि हाम्रो धर्म संस्कृति भ्रष्ट पानी भए के सिक्छ हाम्रो छोरा नातिले ओइ बोल मेरो छोरीलाई त म पहिलोचोटि मिन्स भएको बेलामा घाम त के भित्र कोठाको भित्रको भित्र राखेको थिए यो के भएको त्यही भएर अलिकति लाज छैन हाम्रो समाजको सबै परम्परा नाश गरे यिनीहरूले ओहो भाइ यिनीहरूले छोको बजार सबै छिर्यो भाइ पोर पानी छैन राम्रो गोडी भएको थिएन गोडी भएको थिएन अनि छिर्न लागिहाल्यो डियर म तिमीलाई धन्यवाद छ ल हेर न जीवनको मोडहरूमा कति साथ छुटे कति नाता टुटे तर तिमी सधैँ मसँगै छौ डियर म महिनावारी हुँदा म ओछ्यानमा छटपटाउँछु महिनावारी हुँदा म ओछ्यानमा छटपटाउँछु तर तिमी मसँगै रुन्छौ मसँगै हाँस्छौ अनि तिमी भन्छौ सब ठिक हुन्छ जब कसैले अलिकति माया देखाउँदा म मक्ख पर्छु जब कसैले अलिकति माया देखाउँदा म मक्ख पर्छु अनि ऐनामा अङ्ग प्रत्यङ्ग निहाल्दै म मुस्कुराउन थाल्छु तिमी मलाई सम्झाउँछौ होस् गर है जब बालापनका चोटहरू अनि आफन्तका तीता वचनहरू बालापनका चोटहरू अनि ती आफन्तका तीता वचनहरू सम्झेर जब म रुन थाल्छु तिमी भन्छौ यु आर इनफ कहिले उडन ठेउला सपनाहरूदेखि सपनाकै गाडी
गाडीमा हुर्किन्छु। जब उडनठौला सपनाहरूदेखि सपनाकै गाडीमा हुर्किन्छु अनि फेरि झल्यास यथार्थमा फर्किँदा तिमी भन्छौ यु क्यान डु इट। गिद्धे नजरहरूले मलाई घुर्दा म आफ्नो छाती लुकाउन खोज्छु। गिद्धे नजरहरूले मलाई घेर्दा म आफ्नो छाती लुकाउन खोज्छु। डर, लाज र घिनले म व्याकुल हुँदा तिमी भन्छौ साहसी बन त। म त्यो जस्तो हुन पाए त, म अलि अग्लो भएको भए त, म त्यो जस्तो भएको भए त, म अलि अग्लो भएको भए त, ऐनामा आफूलाई कुरूप देख्दाखेरि तिमी भन्छौ यु आर ब्युटिफुल। यस, आई एम ब्युटिफुल। मेरो परिवार बुझ्दै र खुल्ला विचारको हुनुहुन्छ। मेरो परिवार बुझ्दै र खुल्ला विचारको हुनुहुन्छ। मेरो परिवार बुझ्दै र खुल्ला विचारको हुनुहुन्छ। मेरो छिमेकी र मेरो परिवार अबुझ हुनुहुन्छ, त्यसैले म वर्जित हुनुपर्दछ। मेरो छिमेकी र अबुझ हुनुहुन्छ, त्यसैले म वर्जित हुनुपर्छ। मेरो छिमेकी र जब पहिलो पटक मेरी छोरी महिनावारी भइन्, मैले उसको लागि केक काटेको थिएँ। सन्चै छौ के है? ओहो, मैले त तिमीलाई कस्तो छ भनेर कहिले सोध्दै सोधिनछु। तिमी हुँदैन थियो भने म हुन्थेँ होला र? मैले तिमीलाई सम्झिन किन यति कहाँ वर्ष लगाएँ? कता हराएँ म तिमीलाई नबोलाइ? कता रुमने म तिमीलाई नबोलाइ? प्रिय शरीर, तिमीलाई भन्नुपर्ने धेरै कुराहरू छन्। मथन मथन लामै हुन्छ होला, तिमीलाई झर्को लाग्छ होला है? मलाई माफ गर ल, मलाई माफ गर ल मेरो प्रिय शरीर। तिमीले बनाएको मैले तिमीलाई केही बनाउन नसक्ने भएछु। ओहो, आजलाई यति भन्छु, आम सो सरी प्रिय शरीर। म तिमीलाई माया गर्छु। आऊ, आज हामी हाम्रो प्रेम उत्सव मनाऊ। आज अनि आज पर्यन्त म तिमीलाई माया गर्छु।
love you. I love you, my dear body. I love you. I love you. म स्वागत मन्तव्यबाट सुरु गर्न चाहन्छु। स्वागत मन्तव्यको लागि यसै स्कुलका भाइस प्रिन्सिपल श्री दिवाकर प्रसाद भण्डारीज्यूलाई अगाडि बोलाउन चाहन्छु। माध्यमिक विद्यालयलाई छानेर यो जुन एनसीएफसी संस्थाले जुन एउटा कार्यक्रम ल्यायो, सर्वप्रथम यो संस्थाप्रति म व्यक्तिगत रूपमा र विद्यालयको तर्फबाट हार्दिक धन्यवाद दिन पनि चाहन्छु। किनभने यो हाम्रो कक्षा 8, 9, 10 को करिकुलममा अहिले त्यो ड्रामा हेरिरहँदाखेरि कक्षा 8, 9, 10 का विद्यार्थीहरूले सोशल स्टडीमा जुन अन्धविश्वास के हो भन्ने टपिक्सलाई सान्दर्भिक राखेर पनि विद्यार्थी भाइ बहिनीले यहाँबाट धेरै कुराहरू सिकेको मलाई अनुभूति भयो। हामी कक्षा कोठामा महिनावारी भनेको के हो र यसका अवधारणा प्रस्तुति र यहाँ अहिले हेरिरहँदाको प्रस्तुति नै अलिक फरक जस्तो मैले महसुस गरेँ। एकदम खारिएका कलाकारहरू, एकदम विषयसँग डुब्ने कलाकारहरू यहाँ एनसीएफसीसँग रहेछ। र अर्को कुरा चाहिँ आजबाट मलाई चाहिँ के थाहा भयो भने हाम्रै जोरपाटीमा यत्रो संस्था रहेछ। कमसेकम हामीले कुनै दिन हामीले चाहिँ उहाँहरूलाई चाहिँ रिक्वेस्ट गरेर आइदिनु न, एउटा मात्र प्रोग्राम देखाइदिनुहोस्। हाम्रो वार्षिक उत्सव हुन्छ, हाम्रा दसैँ फेस्टिभल कार्यक्रमहरू हुन्छ, विभिन्न हाम्रो अतिरिक्त क्रियाकलाप हुन्छ। हाम्रा विद्यार्थीहरूलाई मोटिभेट गर्नको लागि यस्ता कार्यक्रमहरू हामीले सञ्चालन गरिरहनुपर्छ, ताकि विद्यार्थीहरूलाई कोर्स बुक र यहाँ भइरहेको कार्यक्रमको रिलेसन अथवा ऐक्यबद्धता एउटै रहेछ है। विद्यार्थीहरूले धेरै कुराहरू सिक्ने अवसर पाउनुहुन्छ। अझ 11-12 का विद्यार्थीहरू अहिले त क्लासहरूलाई चाहिँ यो बढी फ्रुटफुल हुनेछ भन्दै अब सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूले यहाँ जति पनि अब डकुमेन्ट्री पनि देखाउने कुराहरू छ, अध्यक्ष लगायत यो टिम सम्पूर्ण जसले अर्गनाइज गर्नुभयो, म उहाँहरूप्रति हार्दिक आभार प्रकट गर्दै आफ्ना भनाइहरू यिनै विश्राम गर्छु। हस्, धन्यवाद। हामीले चिन्नुपर्ने अर्का यस्तो व्यक्तित्व हुनुहुन्छ शम्भु अधिकारी। मैले उहाँलाई उत्तीर्णको पनि निवेदन गरेँ। उहाँ यस विद्यालयको एकदमै सशक्त एउटा अभिभावक पनि हुनुहुन्छ। हरेक कार्यक्रममा उहाँ एकदम हामीलाई ऊर्जा थप्नु भएको छ, थप्दै आउनु भएको छ। यहाँ देख्दा मलाई एकदम खुसी पनि लागेको छ। र यसै गरी यस संस्थाका अन्य सदस्यज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू, मैले यहाँ लामो बोलिराख्नु परेन। एउटा भनाइ चाहिँ के छ अरे भने चीनमा चाहिँ शासन राम्रो रे, भारतमा चाहिँ नि राशन राम्रो रे, नेपालमा चाहिँ नि भाषण राम्रो रे।
यहाँ समूह सर एकदमै यस्तो कार्यक्रम हेरिराख्नु भएको भयो, उहाँले मलाई थ्याङ्क यू भन्नुभयो। त्यसैले मैले लामो बोलिराख्नु पर्ने छैन, किनभने यस विद्यालयका सहायक प्रधान अध्यापक विद्वान डाक्टर दिवाकर प्रसाद भण्डारी सरले सबै कुरा राखिसक्नु भएको छ र यहाँ हामीलाई ऊर्जा दिन सन्तोष सुवेदीज्यूले हामीलाई अस्तिदेखि नै अङ्कल सर अङ्कल मेरो त भतिजो पनि यस्तो यस्तो कार्यक्रम छ भनेर भन्नुभएको थियो। आज देख्दा एकदम खुसी लाग्यो र आगामी दिनमा पनि भाइले यसै गरी भतिजोले यसै गरी कार्यक्रम यहाँ ल्याउने नै छन् र मैले लामो बोलिनँ, अघि नै भाषण राम्रो भनेको जस्तो हुन्छ फेरि र यति भन्दै म बिदा लिन्छु। हाम्रो सन्तोष सुवेदीजी जसले विश्वभरिका फिल्महरूलाई नेपालमा ल्याएर यो कलाकार राम्रो, यो फिल्म राम्रो, यो भनेर अवार्ड समेत धेरैचोटि दिलाइसक्नुभयो, राष्ट्रको नाउँ पनि राख्न सफल भइसक्नुभयो। हाम्रो ऊर्जावान सन्तोष सुवेदीलाई हामीले एकचोटि ताली बजाएर पुनः स्वागत गर्न अनुरोध गर्दछु। यसै गरी सायद प्रिन्सिपलज्यू, हाम्रा जोरपाटीका असाध्यै मिलनसार समाजसेवी, सबैले चाहिँ मान्ने उद्धव रायमाझीज्यू लगायत सम्पूर्ण कलाकार टिम र मेरा प्यारा भाइ बहिनीहरू, सर्वप्रथम म सबैलाई नमस्कार दिन चाहन्छु। नमस्कार। अब हेर्नुहोस्, महिनावारी हुँदा त्यसलाई 1 महिनासम्म घाम नदेख्ने एउटा चाहिँ तपाईँको गोठमा अँध्यारो कुनामा जहाँ फोहोरहरू हुन्छन्, जहाँ अनेक किसिमका जनावरहरू या तपाईँको चाहिँ साँप बिच्छी यी आदि प्रकृति जे होस् यो मरोस् यो केटी हामीलाई थाहा छैन, तर छाउपट्टि भन्दै 1 महिनासम्म कसैसँग बोल्नु नहुने, कसैको अनुहार हेर्नु नहुने, यी खालको हाम्रो चाहिँ इतिहास नेपालमा छ। कल्चरहरू छन् जहाँ कि हाम्रा छोरी बहिनीहरू साँच्चै नै दुःख पाएर आफ्नो समय गुजारेर आउनु परेको स्थिति नेपालमा छ, अहिले पनि छ। यो सबै सकिएको छैन। तपाईँहरू त नेपालको राजधानी काठमाडौँ, जसमा धेरै कुराले यहाँहरूले जानकारी पाउनुहुन्छ, तर ती ग्रामीण ठाउँमा बसेका जसले मान्छे त्यहाँ सुकिलो मान्छे आयो भने तर्सेर भाग्ने हाम्रो देश त्यो अवस्थाले गुज्रिरहेको अवस्थामा हाम्रो सन्तोष सुवेदीले जुन एउटा प्रयत्न गर्नु पर्यो, मेरो देशका दिदीबहिनीहरूलाई मैले एउटा चेतना दिलाउनु पर्छ भन्ठानेर उहाँले जुन एउटा महान सोचका साथ चामुण्डा माध्यमिक विद्यालयमा ल्याएर आज उहाँले प्रदर्शन गर्नु हुँदैछ। उहाँलाई धेरै धेरै धन्यवाद। अब हिजो मैले एउटा फेसबुकमा देखेँ, आफ्नी सानो छोरी महिनावारी हुनुभएछ, बुवा आमा सबै परिवार जम्मा भएर केक काटेर सबैले उहाँलाई खुवाएर, नानी अब तिमी अलिकति उमेर तिम्रो पाको हुन थाल्यौ, तिमी अलिकति बुझ्ने हुन थाल्यौ, तिमीलाई सम्मान गर्छु, दैनिक सरसफाइ गर्नु, तिमीले आफूलाई जोगाउनु, आफूले ख्याल गर्नु भनेर फेसबुकमा देखि मलाई साँच्चै नै आँसु नि आयो। त्यो फेसबुक देखेर मेरो देश, त्यो अवस्थाको देश आज यो अवस्थामा आयो। यो चाहिँ साँच्चै नै एउटा डाइनामिक परिवर्तनै भयो, जसलाई हामी एउटा के भने जस्तै 50-55 वर्षका हामीलाई हिजो हाम्रो समयमा देखेको कुरो आज यो अवस्थामा आउँदाखेरि यसरी आफ्नो गार्जेनलाई 1 महिनासम्म मुख हेर्नु नहुने, 1 महिनासम्म उज्यालोमा बस्नु नहुने यस्तो क्रूर यातना सहेर आएको बच्चा आज आफ्नो बुवाले काखमा राखेर, आफ्नै आमाले काखमा राखेर केक काटेर उहाँलाई खुवाउँदै, तिमीलाई शुभकामना छ छोरी, तिम्रो पहिलो स्टेप हो जीवनलाई चिन्ने, अब तिमी अलिक म्याच्योर भयो, अब तिमी आफूलाई अलिक सम्हालिनुपर्छ, तिमीले यो ऊर्जालाई के भने देश विकास र आफ्नो परिवारको लागि सोच्नुपर्छ भनेर जुन खालको शुभकामना प्रदान गर्नुभयो, यसले चाहिँ म यो फेसबुकलाई प्रस्तुति गर्ने त्यो पनि एउटा अभियन्ता हो, त्यो पनि समाजसेवी हो, त्यसलाई पनि हामीले नमन गर्नुपर्ने अवस्था तपाईँ हामीमा छ। यसै गरी यहाँले पनि सिक्नु पर्यो। र अब महिनावारी भएको यो एउटा प्राकृतिक कुरो, यो तपाईँ हामीले बनाएको पनि होइन, यो एउटा प्राकृतिक कुरो हो। प्रकृति नै भगवान हो क्या, अब हामीले अरूलाई भनेर त भएन।
त्यस कारणले यसलाई के गर्ने, सफा सुग्घर गर्ने, यसलाई अब यो प्याड के जुन आधुनिक चिजहरू छन् त्यसले त्यसलाई संरक्षण गर्ने, त्यसलाई सफा राख्ने र जुनसुकै काम पनि गर्नुहुन्छ भन्ने भावना लिने। अब मिन्स भएको लेडिजहरू चाहिँ अत्यन्तै कमजोर हुन्छन् भन्ने भावना तपाईँको जनमानसमा त एउटा मनोबल गिराउने कुरा हो। त्यो कहीँ कतै तपाईँको उसमा कुनै फरक आउनेवाला छैन। त्यस कारणले यहाँहरूले यो फिल्म, यो नाटक, यी सबै कुरा हेरेर पनि यहाँहरूले जान्नुहुन्छ र यो जानेको कुरो समाजमा पनि तपाईँले पनि लानुपर्छ। त्यो हिजो भएका रूढिवादीको विरुद्ध तपाईँहरूले आवाज उठाउनुपर्छ। त्यही हुनाले त तपाईँहरू देशको भविष्य हो, तपाईँहरूले नै यो कुरालाई चाहिँ अगाडि बढाइदिनुपर्छ भन्ने यसले एउटा सन्देश पनि दिन सक्ला। र म यहाँहरूलाई भन्छु, आज लेडिज धेरै देशका राष्ट्रपति छन्। याद गर्नुहोस्, महिला बिना यो विश्व चल्नेवाला पनि छैन। महिला सबभन्दा शक्तिशाली छन्। हाम्रो हिन्दू धर्ममा पनि भनेको छ, जब महिला साँच्चै नै कसिएर आयो भने कालीको रूप लिएर सारा ध्वस्त बनाएको छ। देउताहरू पनि डराउँछन्, सबै देउता एकतिर, एउटै महिला देवी एकतिर छ। त्यस कारणले महिला एउटा शक्तिको प्रतीक पनि हो, महिला एउटा आमा पनि हो, महिला एउटा देश विकास र नेतृत्व गर्न सक्ने क्षमता पनि हो। आज राष्ट्रपति पनि हाम्रा महिला भएका छन्, सभामुख पनि महिला भएका छन्। कमजोर हुनुहुन्न, तपाईँहरू अगाडि बढ्नुहोस्। यस्ता कति क्लासदेखि छ? 6देखि छ होइन? अब यो हाम्रो चाहिँ स्कुलमा हुने करिकुलमको कुराहरू हामीले स्वास्थ्य मन्त्रालयमा चाहिँ विशेष गरी करिकुलम बाहेक चाहिँ हाम्रो सूचना शिक्षा सामग्रीहरू हुन्छ, त्यस्तो खालको निर्माण गर्न अनि त्यसलाई चाहिँ कसरी चाहिँ प्रभाव गर्ने भन्ने किसिममा काम गर्छौँ। त्यो बाहेक चाहिँ स्कुल विद्यालयहरूमै विशेष गरी हामी चाहिँ सुदूरपश्चिम काठमाडौँमा भन्दा पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा चाहिँ हामीले त्यहाँको विद्यालयहरूमा चाहिँ काम गरेका छौँ होइन। अनि त्यसमा चाहिँ अब अलिकति महिनावारी स्वास्थ्य, महिनावारीलाई स्वच्छताको लागि काम गर्नको लागि चाहिँ विशेष गरी शौचालयहरू पनि महिनावारी मैत्री शौचालय हुनुपर्छ होइन। खालि अब पाठमा मात्रै पढेर हुन्छ त, टोइलेट पनि चाहियो नि होइन। शिक्षा पनि हुनु पर्यो, अलिकति आफूलाई हाम्रो ज्ञान हुनु पर्यो। त्यो बाहेक चाहिँ अब चाहिने सबै सामग्रीहरू व्यवस्थापन गर्ने सामग्रीहरूदेखि लिएर टोइलेट अनि हाम्रो जुन इन्भाइरोमेन्ट छ नि त, हाम्रो कतिको हामीलाई सपोर्ट गर्छ होइन। हाम्रो स्कुलमा पनि घरमा पनि कसरी सहयोग हुन्छ यो बेलामा भन्ने कुरा हो होइन। यो सबै कुरा हामीलाई चाहिँ बल्ल अनि हामी चाहिँ अहिले अलिकति हाम्रो लागि चाहिँ महिला दिदीबहिनी अनि जो महिनावारीमा जानुहुन्छ उहाँहरूलाई सजिलो हुन्छ होइन। यो सबै कुरा भयो भने त्यस्तै खालको चाहिँ हामीले विशेष गरी कार्यक्रमहरू गर्छौँ। अनि अलिकति जुन जति भने पनि समाज त्यतिकै बदलिन चाहिँ गाह्रै छ, विशेष गरी यो छुने कुरामा नछुने कुरामा जुन भनिन्छ नि महिनावारी। त्यही भएर चाहिँ अब विभिन्न माध्यमहरू गर्नु पर्यो, खालि पढाएर मात्रै पनि भएन। त्यही भएर फिल्म पनि एउटा माध्यम हुनसक्छ, नाटक एउटा माध्यम हुनसक्छ। अलिकति कसरी चाहिँ हामीलाई सेन्सिटाइज गराउन सक्छ होइन यो विषयमा, किनकि यो चाहिँ हाम्रो एकदम भित्र नै जडेर बसेको छ। एक दिन भन्नाले वर्षमा पनि चेन्ज हुन गाह्रो छ, तर तपाईँहरूको जेनेरेसनले नै चेन्ज गर्न सक्छ जस्तो लाग्छ है यो विषयमा। त्यही भएर चाहिँ आज यसै अलिकति नयाँ खालको भन्नाले शिक्षा सामग्री पढ्न बाहेक चाहिँ अलिकति नयाँ टुलहरू जस्तै फिल्म, डकुमेन्ट्रिज, ड्रामा अनि आजकल चाहिँ गीतहरूको माध्यमबाट पनि यस्तो विषयहरूमा चाहिँ हामीले पैरवी गर्दै आएका छौँ। विभिन्न भन्नाले उहाँहरूको कस्तो छ रहेछ महिनावारीको प्र्याक्टिसिङ यो कुराहरू चाहिँ थाहा पाउनुहुन्छ। तपाईँहरूलाई चाहिँ यो इन्ट्रेस्टिङ नै लाग्छ होला। राम्ररी हेर्नु, अलिकति भिजुअलमा चाहिँ अलिकति प्रब्लम छ, तर अलिकति ध्यान दिएर हेर्नुभयो भने चाहिँ बुझिन्छ होला। सहयोगबाट चाहिँ हाम्रो म्याम आउनु भएको छ, स्यामी पाण्डे म्याम, उहाँलाई पनि म हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यस्तै हाम्रो यस कार्यक्रमलाई अझै उत्कृष्ट बनाउनको निमित्त हाम्रो फिल्महरू समावेश गराएर हाम्रो यो बालबालिकाहरूलाई फिल्म देखाउने जुन मौका दिनुभएको छ। हामीसँग हुनुहुन्छ हेमन्त अधिकार भट्टराईजी हुनुहुन्छ, जसको पिरियड फिल्म हामी देखाउँदैछौँ। त्यस्तै हामीसँग रेवती गुरुङ हुनुहुन्छ, जसको हामी
सरी प्रिन्ट फिल्म रेवतीजीको छ र हेमन्तजीको चाहिँ छपट्टि छ र अर्को फिल्म हामी चाहिँ बुपेज फर डिग्निफाइड मेन्सुरेसन भन्ने डक्टर राधा पौडेल हुनुहुन्छ उहाँ आज विशेष कारणले आउन सक्नु भएन र आज हामीले 3टा फिल्म देखाउँछौँ यहाँले पक्कै पनि यो चित्रबाट चाहिँ केही सन्देश लिनुहुन्छ भन्ने हामीले अपेक्षा राखेका छौँ र अलिकति थोरै कार्यक्रमको विषयमा जानकारी गराउँछौँ यसको हामी क्लोजिङ सेरेमोनी गर्दैछौँ जसमा हामीले प्यानल डिस्कसन पनि हुन्छ जस्तै महिनावारी सम्बन्धी के हुनसक्छ हामी त्यसमा डिस्कस पनि गर्छौँ छलफल पनि गर्छौँ जसको माध्यमबाट हजुरहरूले केही ज्ञानहरू दिन सक्नुहुनेछ साथै त्यहाँ हामीले यही नाटक पनि प्रदर्शन गर्छौँ र साथसाथै हामीले चलचित्र पनि प्रदर्शन गर्छौँ र हजुरहरूलाई आएर यदि यहाँ बुझ्नु भएन भने त्यहाँ आएर हजुरहरूले त्यो चेतना र यो जनचेतनामूलक फिल्म हेरेर हजुरहरूले इन्टरटेनमेन्ट पनि गर्न सक्नुहुन्छ यदि भन्दै अब हामी हाम्रो कार्यक्रममा अगाडि बढ्छौँ धन्यवाद छ practices. The tools that we use by menstruation are just song. Another brought story. So the menstruation. हामीले अतिरिक्त जुङ्ला बाख्राहरू देवीको ठाउँमा सबै गएको छ भने अक्कल very difficult to change their mindsets. बारेमा सुन्नुभएको थियो सुन्नुभएको थिएन ओके तपाईँलाई कस्तो लाग्यो यो डकुमेन्ट्री यो बुक टेक्स्ट बुकमा हेरेको र यहाँ हेर्दा चाहिँ डिफ्रेन्स के पाउनुभयो हजुर राम्रो लाग्यो केही सोध्न छ जिज्ञासा केही छ तपाईँहरूलाई सोध्न पर्ने या उहाँ आछाममा चाहिँ केही सोध्न पर्ने छ तपाईँहरूलाई चाहिँ त्यहाँ कस्तो हुन्छ त्यहाँ मैले भोगेको अनि या उहाँहरूले चाहिँ एक्सपिरियन्स गरेको तपाईँहरूलाई चाहिँ केही सोध्न मन लाग्यो बिकज काठमाडौँमा त हामी सबै फेसिलिटीबाट चाहिँ हामी चाहिँ राम्रो फेसिलिटीमा हामी बसिरहेको छौँ वहाँ चाहिँ अलिकति गाह्रो छ त्यहाँको है मेन्स्ट्रुअल हाइजिनलाई चाहिँ हामीले चाहिँ त्यो कहिले पनि त्यो त्यहाँ त्यसरी चाहिँ प्रोभाइड नभएको हुनाले त्यहाँ चाहिँ डिफिकल्ट छ बच्चाहरूको लागि या वुमनहरूको लागि सो तपाईँलाई केही सोध्न छ भने प्लिज यु क्यान तपाईँलाई सोध्न सक्नुहुन्छ नै बाटो इज गुड राम्रो छ बाटो त राम्रो थियो तर चाहिँ जुन मेन कोभित्र गाउँहरूतिर जाँदा चाहिँ त्यहाँ डिफिकल्ट थियो र यो सुट गर्दा पनि मलाई चाहिँ त्यो ठाउँमा एउटा गाउँमा पुगिसकेपछि त्यहाँ पुग्नलाई चाहिँ 4-5 घन्टा लाग्थ्यो अनि त्यहाँ पुगेर चाहिँ त्यो हजुरको बस्ने ठाउँहरू त्यति राम्रो चाहिँ हुन्थेन यहाँ जस्तो है र कार्ड कपी गर्नको लागि फेरि 1 दिन लाग्थ्यो कि मलाई चाहिँ तल मेन चाहिँ एउटा टाउनमा आउनको लागि जहाँ मार्केट प्लेस थियो सो इट वाज च्यालेन्जिङ गाह्रो चाहिँ भएको थियो तर त्यो गाह्रोलाई चाहिँ सबै चाहिँ हटाएर चाहिँ मलाई यो कथावस्तु चाहिँ यहाँसम्म ल्याउनु छ तपाईँहरूसम्म चाहिँ पुर्याउन छ भनेर एउटा चाहिँ अवेरनेसलाई चाहिँ एउटा चाहिँ स्क्रिनिङ मात्रै नभएर यो मुभमेन्ट चाहिँ बनाउने भनेर चाहिँ यो मुभमेन्टको रूपमा चाहिँ मैले लिएको हो र त्यसैले गर्दाखेरि चाहिँ आज हामी सबै छुटेर चाहिँ यहाँसम्म चाहिँ हामी चाहिँ सन्तोषजी मार्फत चाहिँ हामी यहाँसम्म आएको छौँ थ्याङ्क यू सो मच सो एनी अदर कसैलाई भन्न छ अरू क्वेसन्स
ओके या इट्स अ भेरी नाइस क्वेसन है यो मलाई पनि त्यति इजी त थिएन त्यहाँको उहाँहरूले चाहिँ किन भन्दाखेरि उहाँहरूलाई चाहिँ के डर लाग्थ्यो भन्दाखेरि म चाहिँ नेपाल सरकारले चाहिँ पठाएको कोही व्यक्ति हो त्यहाँ फोटो खिचेर चाहिँ हाम्रो न्युज च्यानलमा हालिदिन्छ भनेर चाहिँ उहाँहरूले चाहिँ सोध्नुहुन्थ्यो र चाहिँ उहाँहरूलाई कन्भिन्स गराउनको लागि म 1-1.5 घन्टा 2 घन्टा चाहिँ उहाँसँग बसेर कम्फर्टेबल भइसकेपछि अनि बल्ल चाहिँ मैले चाहिँ यो चाहिँ सुट गरेको यो इजी हुन्थेन त्यहाँ चाहिँ सुट गर्नलाई उनीहरूलाई कन्भिन्स गर्न चाहिँ यति इजी हुन्थेन जसरी हामी यहाँ चाहिँ होइन भिडियो या क्यामेराबाट हामी कम्फर्टेबल छ त्यहाँको होइन उहाँहरू चाहिँ त्यति कम्फर्टेबल हुनुहुन्न क्यामेरा फेस गर्नको लागि छैन बट मैले के एक्सपिरियन्स गरेँ भन्दा पहिला र अहिले पहिलाको तुलनात्मक रूपमा चाहिँ अहिले चाहिँ धेरै चाहिँ निर्मूल भएको छ पहिला जुन मान्छेहरूले चाहिँ जुन छपरी बार्नुहुन्थ्यो अहिले चाहिँ धेरै चाहिँ कम भएको छ सरकारी निकायबाट होस् या आइएनजिओ मार्फत चाहिँ धेरै कार्यक्रमहरू सञ्चालन भएको हुनाले चाहिँ पहिलाको रूपमा चाहिँ अहिले चाहिँ धेरै कम भएको छ आई होप आउने दिनहरूमा आउने इयर्सहरूमा अझै कम भएर चाहिँ यो चाहिँ कम्प्लिटली निर्मूल हुन्छ आई थिङ्क या थ्याङ्क यू या यो म इन्डियामा थिएँ होइन अनि यो चाहिँ मलाई चाहिँ बच्चाहरू चाहिँ धेरै मनपर्छ क्या यदि हामीले बच्चालाई चाहिँ हामीले अहिलेदेखि नै उनीहरूलाई चाहिँ अवेर नगरायो भने त होइन यो चाहिँ मेरो पनि चाहिँ दायित्व हो नि त यदि म त्यहाँ हुँदाखेरि बच्चाहरूलाई चाहिँ त्यो सफर देखेको हुनाले चाहिँ म त्यहाँ गएर चाहिँ डकुमेन्ट्री बनाउन चाहिँ मैले चाहिँ एम गरेर अनि इन्डियाबाट आएर चाहिँ मैले डकुमेन्ट्री गराएको र यदि बच्चाहरूले नै अहिले पनि उहाँहरूले मान्नुहुन्छ नि भोलिको दिनमा चाहिँ त्यो अझै चाहिँ भयावह रूप हुन्छ त्यसैको हुनाले चाहिँ मलाई बच्चाहरूलाई चाहिँ हामीले अवेर गराउनुपर्छ क्याम्पेन गराउनुपर्छ नट ओन्ली फ्रम होइन फिल्मबाट बट अल्सो फ्रम मतलब यस्तो यस्तो प्रोग्राम जुन हामीले प्रोग्राम आज हामीले गरेको छौँ त्यस्तो प्रोग्राम गर्दै गयो भने आई थिङ्क आउने दिनहरूमा आउने इयर्सहरूमा चाहिँ यो निर्भर हुन्छ होला सो थ्याङ्क यू नाउ इट एक्चुली च्यालेन्जिङ भन्ने कुरा केही पनि हुँदैन है अब मैले एम गरेपछि आई थिङ्क त्यो सबै चिजलाई चाहिँ एक्सेप्ट गरेरै जानुपर्छ सो च्यालेन्जिङ मलाई एउटै के लाग्यो भन्दाखेरि चाहिँ त्यहाँको मान्छेहरूलाई चाहिँ कन्भिन्स गर्नको लागि क्यामेरा फ्रेन्डली हुनुहुन्थेन र म त्यो फुटेजलाई चाहिँ नेचुरली पाउनको लागि चाहिँ मैले कतिको सक्छु कि नै भनेर मलाई त्योमा चाहिँ डाउटफुल थियो बट उहाँहरूसँग चाहिँ 1 घन्टा 2 घन्टा स्पेन्ड गरेर चाहिँ उहाँहरूलाई एउटा कम्फर्ट जोनमा ल्याइसकेपछि आई थिङ्क त्यसपछि उहाँहरू चाहिँ कम्फर्टेबल भएर चाहिँ दिनुहुन्थ्यो आई थिङ्क त्यो मात्रै लाग्थ्यो मलाई च्यालेन्जिङ पार्ट उहाँहरूको फुटेज मैले चाहिँ अलिकति नेचुरली पाउँछु कि नै उहाँहरू अलिक क्यामेरा साई हुनुहुन्छ है अलिक कन्सियस हुनुहुन्छ त्यही भएर चाहिँ त्यो अलिकति च्यालेन्जिङ लाग्थ्यो बट ओभरअल आई थिङ्क जुन आएको छ आई थिङ्क द्याट्स गुड It's a symbol of life, health, and the unbreakable spirit of womanhood. Let's continue to break taboos, support one another, and take pride in our cycles. Together, we can create a world where every woman and girl has the knowledge, resources, and confidence to thrive. Here is to women today and every day. Thank you so much, everyone.